विदेश भ्रमणहरू, उच्च राजनैतिक भ्रमणहरू बन्द कोठामा हुने अनि त्यो के भयो कसो भयो भन्ने नहुने, त्यस्तो परम्परा नभइकन हामीले गरेका सम्पूर्ण कुराकानीमा हामीले विभिन्न मित्र राष्ट्रका प्रतिनिधिहरू पनि, शीर्ष नेतृत्वसँगै प्रतिनिधिहरू पनि र हामीले पनि विशेष गरेर मेरा सबै बैठकहरूमा राजदूतावासका अहिले कार्यवाहक राजदूत नै उपस्थित हुनुहुन्छ। त्यसकारणले यो भित्र एउटा कुरा बाहिर एउटा कुरा हुने र अपारदर्शिता हुने, त्यस्तो कहीँ कतै सुनिएको त्यस्तो परिस्थितिलाई अन्यथा बाहेक कहिलेकाहीँ एकल भेटघाट पनि हुँदै नहुने भन्ने त होइन, तर त्यो कुनै परिस्थितिवश हुने कुरा बेग्लै हो। त्यसभन्दा बाहेक पारदर्शिता पनि एउटा महत्त्वपूर्ण विषय थियो। त्यसकारणले पारदर्शी छलफल भएको छ। छलफलका विभिन्न चरणहरूमा हामी प्रवेश गरेका छौँ र विशेष गरेर यो राजनीतिलाई अलिकति अर्थ राजनीतिमा परिणत गर्ने र हामीले अवलम्बन गरेको विकास कूटनीति, डेभलपमेन्ट डिप्लोमेसी, र त्यसलाई आधार मानेर हामीले छलफलहरू गऱ्यौँ र विशेष गरेर नेपालले एउटा ऐतिहासिक जनमत प्राप्त गरिसकेपछि छिमेकी राष्ट्र भारतको त्यो परिप्रेक्ष्यमा त्यो लगत्तै भएको यो भ्रमणमा हामीले गर्नुपर्ने कुराहरू धेरै थिए। अघिल्ला सरकारहरूले गरेका कयौँ राम्रा कामहरूका निरन्तरताका विषयमा, कयौँ अल्झिएका सुल्झन बाँकी रहेका विभिन्न विकास आयोजनाहरूको बारेमा, त्यसलाई कसरी सुसम्पन्न गर्ने भन्ने बारेमा लगायत आपसी हितका विषयमा र विशेष गरेर बदलिँदो विश्व परिवेशमा संसारले एउटा विकास र समृद्धिको एउटा फड्को नै मारिसकेको अवस्थामा हामीले राजनीतिक परिवर्तन प्राप्त गरिसक्दा पनि, राजनीतिक परिवर्तन प्राप्त गरिसकेपछि पनि अलिकति अस्थिरता, सधैँ विभिन्न किसिमको मिलिजुली सरकार गठन हुने त्यो अस्थिरता पनि कायम रहेको हुनाले कुनै न कुनै इन अ वे हामी चाहिँ यो समृद्धिको यात्रामा कतै छुटेको महसुस गरेका थियौँ र तुलनात्मक रूपमा हाम्रा छिमेकीहरूले जुन फड्को मारेका छन् विकासमा, त्यो वास्तवमा लोभलाग्दो फड्को मारेका थिए र त्यसलाई, त्यो गतिलाई पनि हामीले समात्नुपर्ने अझ बढी महसुस गरेर पनि त्यससँग सम्बन्धित रहेर भ्रमण र भेटघाट भएको र त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ अब भारतीय जनता पार्टीको निमन्त्रणामा, भाजपाका अध्यक्षज्यूको निमन्त्रणामा यो पार्टी टु पार्टी, पार्टीदेखि एउटा पार्टी र अर्को पार्टी बिचको सम्बन्ध पनि विभिन्न कुराहरूको आदान प्रदान गरिरहँदाखेरि अझ त्यसले लोकतन्त्रलाई अलिक मजबुत पनि बनाउँछ र एक देशको एउटा सत्ताधारी पार्टी र अर्को देशको अर्को सत्ताधारी पार्टीका बिचमा त कयौँ कुराहरूको चाहिँ आदान प्रदान हुँदाखेरि सरकार सञ्चालनका कुराहरू, पार्टी सञ्चालनका कुराहरू र फेरि भाजपा एउटा संसारकै सबैभन्दा धेरै सदस्य भएको ठुलो राजनीतिक दल भएको हिसाबले पनि हामी दलका रूपमा भर्खरै उदाएको दल भएका हुनाले त्यसमा राजनीतिक दलका रूपमा पनि विभिन्न आदान प्रदानहरू हुन सक्ने भएको हुनाले र त्यसका उद्देश्यका लागि आएको निमन्त्रणा थियो। त्यही सन्दर्भमा उच्च राजनीतिक नेतृत्वसँग भेटघाट भएको हो र भेटघाटमा भएका विषयवस्तुहरू दुई देशको हितका विषयमा, विशेष गरी हामीले सोचेको, हामीले विचार गरेको यो विकास कूटनीतिलाई मध्यनजर राखेर अगाडि बढ्ने कुराहरूमा र कयौँ कूटनीतिक विषयहरू जसको संवेदनशीलतालाई महसुस गरेर संवेदनशीलताका आधारमा विषयहरू राख्ने, अगाडि लैजाने यी क्रमहरूलाई निरन्तरता प्रदान गरेर म नेपाल फर्किएको छु। जाँदाखेरि साथीहरूलाई भनेको थिएँ, फर्केर आएपछि बोल्नुलाई साथीहरू भनेको थिएँ। यसै पनि तपाईँहरूसँग अवसर मिल्दाखेरि म बोल्ने नै गरेकै छु। कहिलेकाहीँ चाहिँ अलिकति भ्याइँदैन मात्रै हो, अदरवाइज यिनै कुराहरूमा केन्द्रित भएको कुरा तपाईँहरूलाई म जानकारी गराउन चाहन्छु। साथीहरू केही नेपालको राजनीतिक इतिहासमा र परिवर्तन पश्चातको राजनीतिक यात्रामा पहिलो पटक नेपालीले गौरव गर्न लागेको राजनीतिक छिमेकी राष्ट्रको भ्रमण गरेर हाम्रो पार्टी सभापतिज्यू सफल तपाईहरु चुप लाग्नुस् है। हाम्रो पार्टीको आदरणीय सभापतिज्यू एउटा सफल, सम्मानजनक, ऐतिहासिक र हरेक नेपालीले गौरव गर्ने लायकको एउटा राजनीतिक भ्रमण र विदेश भ्रमण छिमेकी राष्ट्र भारतको भ्रमण गरेर फर्किनु भएको छ। उहाँलाई स्वागत गर्दै उहाँबाट हामी केही सुन्न चाहन्छौँ यस भ्रमणको बारेमा र मिडिया जगत निकै नै उत्साहजनक रूपमा हजुरको पर्खाइमा हुनुहुन्थ्यो।
जाँदै गर्दा फर्केर आएर बोलौँला भनेर जानुभएको थियो। त्यसैले पनि एउटा प्रतीक्षा रहेको थियो। सबैजनाको उपस्थिति, यो हामीप्रतिको स्नेह, यो जुन महत्त्व दिनुभएको छ त्यसप्रति हामी सम्मान व्यक्त गर्दछौँ। व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट तपाईँहरूप्रति कृतज्ञता छ यो विशाल उपस्थितिप्रति। र पार्टी सभापतिज्यूबाट यस भ्रमण, यसको उपलब्धिको बारेमा हामी सुन्न चाहन्छौँ। त्यसपछि हामीसँग समय रहेमा प्रश्न लिउँला। र अहिले पार्टी सभापतिज्यूलाई हामी सबैको तर्फबाट स्वागत गर्दै र यो सम्मानजनक एउटा गौरव गर्ने लायकको जुन नेपालको राजनीतिज्ञबाट भ्रमण भएको छ यसप्रति हामी उहाँको यस भ्रमणप्रति पनि आभार छौँ। किनकि यो मौकाले हामी सबैलाई एउटा सम्मानको, एउटा गौरव गर्ने क्षणको अनुभूति गर्ने मौका पनि दिएको छ। र म पार्टी सभापतिज्यूलाई अनुरोध गर्न चाहन्छु उहाँको केही अनुभव यहाँ सेयर गरिदिनको लागि।